साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मार्केट हामीले आशा गरेको बिन्दुबाट बाउन्स भएको अवस्था छ। हजुरहरुले मलाई पहिलादेखि फलो गर्दै हुनुहुन्छ भने अरु सबै हात्तिरहेको बेलामा मैले 20% किन्नको लागि हजुरहरुलाई भनिरहेको थिएँ। भलै हामी सोही पोइन्टमा आएका छौं। तर अब हामीलाई मार्केटले एउटा पोजिटिभ फिडब्याक दिँदैछ साथीहरू। पोजिटिभ इम्प्याक्टको चाहिँ नि उ छ। अलिकति मार्केटले अब हामीलाई लगभग अहिलेको कन्डिसनमा 2200 को यात्रा गराउँछ कि जस्तो हाम्रो अनुमान गर्न सकिन्छ है साथीहरू। अब तपाईहरुले मलाई हिजो अस्ति पहिला फलो गर्नु लाइक सब्स्क्राइब गरेर अगाडि बढ्ने हौसला प्रदान गर्नुहुनेछ। अस्तिको भिडियोहरुमा तपाईले हेर्नुहोला, मेरा पुरानो भिडियोहरुलाई पछ्याउनु होला। सो क्रममा मैले यही पोइन्टहरुमा चाहिँ नि 15 देखि 20% किन्नको लागि सल्लाह दिइरहेको छु यो पोइन्टमा। जबकि मान्छेहरु आत्तिँदै थिए, बेच्नलाई उक्साइदै थिए। भलै अहिले पनि हाम्रो यो एउटा लेभल छ। यो लेभललाई चाहिँ नि मार्केटले तोडिसकेको छैन। यो लेभल नतोडेसम्म मार्केट अप ट्रेन्डमा छैन साथीहरु। यसले चाहिँ हायर लो बनाएको पनि हुन सक्छ। तर एउटा सिग्निफिकेन्ट चाहिँ नि के देखिन्छ, एउटा चाहिँ नि अवसरको रूपमा हामीले के हेर्न सक्छौं भने जब हाम्रो यो मार्केटले यो लेभललाई ब्रेक गर्छ विथ भोल्युम, यो भोल्युम प्लस हुनुपर्छ। भोलिको क्यान्डल बन्दाखेरि हामी अगाडि बढ्छौं कि पछाडि हट्छौं, हजुरले यही कुरालाई डिसिजन लिनु होला, यही पोइन्टलाई डिसिजन लिनु होला। भोलि हामी त्यो बेलामा हाम्रो पोजिसनलाई एड गर्न सक्छौं। एउटा यहाँ के छ तपाईहरुले हेर्नु भएको छ कि छैन, एउटा ट्रेन्डको चाहिँ ब्रेक भएको देखायो। तर खासमा चाहिँ नि यो ट्रेन्ड ब्रेक हुनुपर्छ है साथीहरु। अब हामीले एउटा पुरानो लेभलहरु चाहिँ नि तयार गरेर राखेका थियौं। तपाईलाई थाहा छँदै छ यो लेभल जबसम्म ब्रेक गरेर माथि मार्केट अगाडि बढ्न खोज्दैन, अगाडि बढ्दैन, त्यो बेलासम्म हामी दुविधामा हुन्छौं। बजारसँग दुविधा हुन्छ। जब यो लेभललाई ब्रेक गर्दाखेरि विथ भोल्युम आउँछ, हामीले यो लेभलमा चाहिँ हामी 6 सम्मको चाहिँ नि वेटिङमा थियौं। 1806 को वेटिङमा थियौं। तर यो 1806 लाई नै चाहिँ नि टच हुन नआउँदाखेरि हाम्रै गएर चाहिँ नि थप गर्छौं अथवा त्यसबाट निस्किन्छौं भन्ने प्रसंगमा जब हाम्रो मोमेन्टम क्यान्डल भोलि पनि यही क्यान्डल बराबर, अब तपाईहरुलाई आजको भोल्युम प्लस हुँदै यस्तै मोमेन्टम क्यान्डल खडा भयो भनेदेखि यो ट्रेन्ड लाइन पक्का पनि बदलिन्छ। यो ट्रेन्ड लाइन तोडियो भनेदेखि हाम्रो अहिलेको करेन्ट सिचुएसनको बाउन्स हामीले 2214 देखि 24 को एरियामा भेट्न सक्छौं। त्यो बाउन्स कहाँ आएर ठोकिन्छ भने यो बाउन्स फेरि यही आउँछ साथीहरु। हेर्दै जानुहोला, यो बाउन्स यहाँबाट गएको बाउन्स यहाँ आउँछ। त्यसकारणले अहिलेको लगानी हाम्रो 2200 सम्मको लागि मात्रै हो है साथीहरु। तपाईहरु चाहिँ त्यही अनुसारले विचार गर्नुहोला। मेरो बुझाइमा है साथीहरु। यहाँबाट बाउन्स हुँदाखेरि हामी एड गर्छौं र चाहिँ अगाडि बढ्छौं। हजुरहरुले अब मलाई कसरी बुझ्नुभयो, कति हिसाबले बुझ्नु भएको छ छैन, प्लिज मलाई एक हिसाबले हौसला पनि हुन्छ, साथ सहयोग पनि हुन्छ। हजुरहरुले मलाई लाइक, सब्स्क्राइब र फलो गरेर अगाडि बढ्ने हौसला प्रदान गर्नुहोस्। हस्, धन्यवाद।